प्लिज कोही नयाँ हुनुहुन्छ भने मेरो सब्सक्राइब भन्न थालेछ यार। मिस्टेक फेरि कट Always do it on my own, so I gotta get through it. And the only thing I know is to love what I'm doing. Never give up, never slow, till I finally prove it. Never listen to the no's, I just wanna keep moving. Keep my head up when I act, head up, that's a fact. Never looking back, I'ma keep myself on track. Keep my head up, staying strong, always moving on. Feel I don't belong, tell my thoughts to move along. Push myself to be the best, die with no regrets. Live with every breath, see my message start to spread. And I had so many dreams, then you hit your teens. Life ain't really what it seems, try to find out what it means. Always do it on my own, so I gotta get through it. And the only thing I know is to love what I'm doing. Never give up, never slow, till I finally prove it. Never listen to the no's, I just wanna keep moving. Yeah, I put out all this art, it's my only medicine. Yeah, everything I do, I'm just being genuine. Yeah, I'm sick of being screwed, feel my own adrenaline. Yeah, I do just what I do. प्लिज कोही नयाँ हुनुहुन्छ भने मेरो सब्सक्राइब भन्न थालेछ यार। मिस्टेक फेरि कट मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला हैन नयाँ हुनुहुन्छ भने। हेलो गाइस है, आज हामी काठमाडौँ जान लाग्यो। काठमाडौँ के गर्न जान लाग्यो रे बुढी? के को भिडियो एक्सरे गर्न रे? 4D? कस्तो 4D भनेको चाहिँ कस्तो हो फेरि? USD पनि भन्छ, आयो साथीहरुलाई 4D पनि भन्छ, एनिमल स्क्यान पनि भन्छ। ए हो त्यो गाइस, आज चाहिँ अब काठमाडौँ जानै पर्ने भयो। गाउँमा अब 28 गते मात्रै डाक्टर आउनुहुन्छ रे, अब 28 गते त ढिला हुन्छ रे हैन गाइस। सकेसम्म चाँडै गर्नुपर्छ रे। कति हप्ताभित्र गर्नुपर्छ भन्ना थियो रे? 23 हप्ताभित्र गर्नुपर्छ भन्दा चाहिँ अलिकति ढिलो भइसक्यो। होइन त 1-2 दिनमा गइहाल्ला भनिरहेको थियो अस्ति होइन, माथि गएर सोधेको। सो त्यही हो गाइस, आज हामी काठमाडौँ जान्छौँ होइन। बिहानै नखाने मैले यति चाँडै खाजा दिइरहेछ बुढीले है। के खाजा खाना नै 5 बजिरहेछ भर्खरै। अब हामी लागिहाल्ने गाइस है, त्यही हो। टक्क चस्मा पनि अलिकति ठुलो छ कि है। के अरे अब बाटोमा तपाईँहरूलाई हल्का सिनहरू पनि देखाउने छ होइन गाइस, त्यही हो। अहिले चाहिँ देखाउँदैन किनकि अहिले रात परेर। सकेसम्म म भिडियो गर्न लाउँछु बुढीलाई। गोप्रो सोप्रो यो छैन अनि बुढीले यसरी समाउन भन्नुपर्छ अनि गाह्रो छ नि। त्यो मोबाइल होल्डर सोल्डर केही पनि छैन होइन, त्यही हो। लाइसेन्स बिल बुक भयो होइन, हेलमेट यो भयो होइन। ए पर्दैन, होस् ल गाइस, फेरि आउँला है। गाइस है, हामी चाहिँ यता आइपुगिसक्यो। लगभग 3-4 किलोमिटर यता आइसक्यो है गाइस हामी चाहिँ है। त्यही हो, अब बिस्तारै जान्छ। अब बिस्तारै भन्नाले पनि बिस्तारै हुन्छ है। पानी पर्ला जस्तो लागिरहेको छ। अलिअलि पानी बाँधिरहेको मार्न गयो है। रेनकोट पनि छैन, सनात हो। स्कुलपट्टि देखेर कस्तो दामी देख्छ नदेखि जस्तो चाहिँ यहाँ है। मलाई त खासै क्यामेरा समाउन आउँदैन है। बोल्दा पनि त्यति साह्रो आउँदैन, बोल्न मन लाग्दैन क्या।
गाइज यो तल देखाउँछ यो यताबाट गयो भने चाहिँ सर्टकट हो गाइज होइन हामीले किनकि लङ वे जानेछौँ हामी लङ वे नै जानेछौँ किनभने अब लङ वे बाटो राम्रो छ अनि सर्ट वे अलिकति यो चन्द्रगिरीको बाटो हो नि त ओह्रालोतिर दुवैतिर अलिकति अफरोड छ अफरोड पनि अब पानी परेको कारणले कस्तो छ त्यही कारणले है अब त्यही कारणले चाहिँ अब यता पिच छ त्यही भएर यता लङ वे नै जान लाग्यो लगभग यहाँ 60-65 किलोमिटर हुन्छ कि काठमाडौँ पुग्दै यताबाट चाहिँ है त्यताबाट चाहिँ कति 50 किलोमिटर हुन्छ होइन गाइस यो सर्टवेबाट यता चाहिँ अब त्यस्तै 65 किलोमिटर जति होला गाइस है यताबाट लङबाट है 20 किलोमिटर अब अलिकति बढी पर्ने भयो सो त्यही हो गाइस है अब भर्खरै घाम पनि लाग्न थालेको छ बाटो बनाउँदै गर्नेछन् त्यही हो गाई तँ त घाम लगाइरहेको बादल सरी ओछ्याउने छु बताउने छु गाइस बाटो देख्नै गाह्रो भएर हो गाइस यार यतातिर त कुहिरो लाग्यो है अहिले भर्खरै केटी भिडियो बनाउन थालेको गएर यतापट्टि Always do it on my own, so I gotta get through it. And the only thing I know is to love what I'm doing. Never give up, never slow, till I finally prove it. Never listen to the no's, I just wanna keep moving. Keep my head up when I act, head up, that's a fact. Never looking back, I'ma keep myself on track. Keep my head up, staying strong, always moving on. Feel I don't belong, tell my thoughts to move along. Push myself to be the best, die with no regrets. Live with every breath, see my message start to spread. And I had so many dreams, then you hit your teens. Life ain't really what it seems, try to find out what it means. Always do it on my own, so I gotta get through it. And the only thing I know is to love what I'm doing. Never give up, never slow, till I finally prove it. Never listen to the no's, I just Push, lakay. Hey, silent. मिर्गा हो गया मिर्गा हामीले नागरिकमा आएको थियो काठमाडौँ प्रवेश गर्न लागिसक्यौँ
के भयो? भएन, काम भएन हाम्रो। हामी हस्पिटलमा आएर बसेको है गाइज। आज नहुने भयो, आज हुँदैन अरे। अब फर्केर जानु पर्ला घरतिरै गाइज। के गर्नु है, नहुने भएपछि अब बसिराख्नु नि भएन, जानु पर्ला गाइज। अब दाइको होटलमा जान्छु, त्यहीँ खानासाना खाएर फर्किनु पर्ला एकछिनमा गाइज। हामी चाहिँ स्वयम्भू जाँदैछौँ। म चाहिँ अब प्रायः जस्तो हिँडाएकै हुन्छ, बुढी चाहिँ अब खासै हिँडेको छैन। खासै हिँडेको छैन भने आएकै छैन, काठमाडौँ खासै आएको छैन। आज आएको बेलामा यस्तो काम पनि भएन, अनि त्यही भएर यस्तो के अरे स्वयम्भू घुम्न जाऊँ भन्ने कुरो गरेँ बुढीले। अनि उसो भए जाऊँ न त भनेर बुढीले घुमाउनु लगाएको गाई चाहिँ कि। कोइन फाल्ने ठाउँ यहाँ चाहिँ। खै And I didn't understand that you were the one, and I can't wait to see you Hindsight is fleeting, oh, and your heart's bleeding, and all you can see is red, till you discover it is within each other to forgive and make amends. If I had known then, or what I know now, I wouldn't have said what I said. I took the long road, thought I'd be better on my own. Sometimes what's right is wrong instead, 'cause I was too young, and I didn't understand that you were the one, and I
जाने हुन्छ नि जाने यति गर्दा चाहिँ सेतो सेतो देख्ने रहेछ नत्र यो रङ लगाएको जत्तिकै रातो देखिरहेको यति गर्दा छ चाहिँ मलाई। रातो देखिरहेको साँच्ची कोही रातो कोही रङ है गाइज हामी चाहिँ यता सात घुम्ने आइपुग्यो है फर्केर है सात घुम्ने पनि माथिल्लो सबसे टपको सात घुम्नेमा आइपुग्यो फर्केको छौँ हामी चाहिँ बुढी त्यहाँ छौँ ल गाइज ब्लग चाहिँ अब आजलाई यति नै है प्लिज कोही नयाँ हुनुहुन्छ भने मेरो सब्सक्राइब भन्न थालेछ यार मिस्टेक फेरि कट मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला होइन नयाँ हुनुहुन्छ भने त्यही हो गाइज नयाँ हुनुहुन्छ भने सब्सक्राइब हान्ने बेल आइकनलाई हान्ने अनि नयाँ भिडियो आयो कि ड्याम हेरिहाल्ने हो गाइस त्यही हो है यति भन्दै आजलाई बिदा भयौँ है गाइज म अलिकति बाटोतिर बनाउन लाज लाग्छ है गाइज किनकि अब जम्मा 50-60 सब्सक्राइबर छ अब यस्तै भिडियो बाटोबाट मन थालेन लास्ट बेचत त्यही हो राखेँ गाइज आजलाई यति नै भन्दा